सम्पूर्णमा नमस्कार। मेरो नाम कृष्ण राष्ट्रिय सदस्य र दैनिक अन्तर्राष्ट्रिय दैनिक होटलमा आएको छु। नमस्कार, म विपरलाल मेट्रो न्युज। नमस्ते। जनकपुर रामपालुवाका सम्पूर्ण शाखाका मित्रहरूलाई धेरै धेरै स्वागतका साथ म रिङ्कु मिश्र गायत्री, जनकपुर राम सञ्चारकर्मी। नमस्कार, म हरिश ढकाल, म रूपन्देहीबाट नेपाल टेलिभिजन र लुम्बिनी सामुदायिक टेलिभिजनमा काम गर्छु। पत्रकार महासङ्घ रूपन्देहीको सल्लाहकार। नमस्कार, म नरेश चौधरी, नेपाल पत्रकार महासङ्घ रूपन्देहीको जिल्ला कार्य समिति सदस्य, रेडियो टाइम्समा आबद्ध छु। धन्यवाद। नमस्कार, मेरो नाम मलिक पाण्डे, म रूपन्देहीबाट, म चाहिँ बुद्ध सामुदायिक टेलिभिजनमा नमस्कार, मेरो नाम कालिम्पोङ यादव हो। म जनकपुर मध्य प्रदेशको जनकपुरमा शुभारम्भ गर्न लागिरहेका छौँ। यस शुभारम्भ कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी आउनुभएका मध्य प्रदेशका सम्पूर्ण पत्रकार साथीहरू र रूपन्देहीका सम्पूर्ण पत्रकार साथीहरूलाई मैले एक गरिन सबैलाई होटल पौवाको तर्फबाट स्वागत गर्न चाहन्छु। तपाईँहरू हामी अहिले जहाँसम्म पुगिरहेका छौँ, हजुरहरूको माया ममता, हजुरहरूले दिएका दिशा निर्देश, हजुरहरूले हामीलाई माथि पुर्याउन जुन सहयोग गर्नुभएको छ, तपाईँहरूको भूमिकाप्रति हामी सधैँ आभारी रहनेछौँ, ऋणी छौँ र तपाईँहरूको यो माया सधैँ पाउने हामीले आशा गरेका छौँ। हाम्रो एउटा 100 मिसन लिएर अगाडि बढेका छौँ। त्यस क्रममा हामी यहाँ आइपुगेका छौँ। यसमा यो ठाउँमा पनि हजुरहरूले माया र यसलाई हाम्रो कामलाई निश्चय नै माया गर्दै जानेछ। निश्चय नै तपाईँहरूले हामीलाई सबै कुरामा सहयोग पुर्याउनुहुनेछ, सहयोग पुर्याउनु भएकै छ भन्ने आशा पनि लिएको छु र यो पौवालाई माथि पुर्याउनको हजुरको टेवा, हजुरहरूले दिने मायालाई हामी सधैँ आत्मसम्मानसहित राख्नेछौँ भन्ने कुराहरू राख्दै हजुरलाई जुन हाम्रो निमन्त्रणा, सानो निमन्त्रणा पनि यदि स्वीकार गरेर सम्पूर्ण उपस्थित हुनुहुनेका सम्पूर्ण पत्रकार मित्रहरूलाई चाहिँ धन्यवाद अथवा आभार व्यक्त गर्दै तपाईँहरू सबैले स्वागत गर्दै बिदा हुन्छु। यही जेठ 22 गते हुँदैछ। उद्घाटनको अवसरमा होटल पौवाले 3 दिने बृहत खाना प्रदर्शन आयोजना गर्दैछ। कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेवहरूले तयार गरेका विविध नेपाली खाना तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शन गर्दछ। जनकपुरको 4 तारे विस्तार यात्रा अर्को महत्त्वपूर्ण उपलब्धि हो। जनकपुर धाम धार्मिक, सांस्कृतिक, आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य हो। नेपाल भारत धार्मिक सम्बन्ध आस्थाको केन्द्रको रूपमा रहेको यस सहरमा होटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिक एवं आन्तरिक पर्यटन, रोजगार र समग्र आर्थिक उद्योगको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। टाइम सेड्युल फिक्स गरिसकेपछि म मुख्यमन्त्री कार्यालय जानु पऱ्यो। त्यहाँ टाइम दिएका थियो भने 10 बजे। अब त्यो टाइम ठ्याक्कै 10-15 मिनट ढिलो भएकोमा म र त्यसको साथसाथै यहाँ हामीले हजुरहरूको नगरी जनकपुरमा पनि आएका छौँ। यहाँहरूको साथ सहयोग सम्पूर्ण नेपाल सरकारको मापदण्डलाई टेकेर हामीले यो होटल सञ्चालन गर्न गइरहेका छौँ। त्यसमा केही त्यस्ता सार्वजनिक कुराहरू भयो भने यहाँहरूले सहजीकरण गरिदिनु, हाम्रो सल्लाह सुझावहरू दिनुहुनेछ भन्दै यहाँहरूको उपस्थितिलाई धन्यवाद दिन्छु। यहाँ सम्पूर्ण कुराहरू यहाँ यसभन्दा पहिले ब्रिफिङ गरिसकेको कारणले मैले दोहोऱ्याउन चाहिनँ, यहाँहरूको समय धेरै लिन चाहिनँ। यहाँहरू आइदिनु भयो र आभार प्रकट गर्न चाहन्छु। त्यसै पनि रूपन्देही पत्रकार महासङ्घको टिम पनि यहाँ त्यसलाई पनि महत्त्व दिएर यहाँ केही समय उहाँहरूलाई हामीले वेट गरेँ। उहाँहरू कति कृतज्ञता व्यक्त गर्ने यहाँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। अब हामी मन गरेर समय दिएर धन्यवाद।